कल ये है ना पुल के ऊपर से 15 फुट ऊपर से गिरा है। आधा घंटा बेहोश रहा नीचे। कति बेला म इन्डियामा छु भनिरहेछन्, कति बेला नेपालमा छु, कति बेला मेरो बुढी चौकीमा छ भन्छ। चौकी पनि है यो कम्पनीलाई देखाइरहेछन् हैन। अब कसैले मलाई कसरी फसाइरहेछ, के भएको छ, के गरेको छ मलाई नै थाहा छैन। मेरो जम्मा नाम भनेको एउटा हो। हजुर, तीनटा गरिएको छ, मलाई साह्रो छ। मलाई एकजना भाइले यहाँ फोन आयो, यहाँ यसरी नेपाली भेटेको छ, आउनु पर्यो, हाम्रो बोली बुझिँदैन। दर्शक पनि यति बेला हामी यो भारतको यो गुरैया जलन्धरबाट यो भिडियो तपाईँहरूमा आज प्रस्तुत गर्न गएका छौँ। आज हामीलाई उहाँ दाइ भेटिनु भएको छ। उहाँ एकदमै यो नाजुक अवस्थामा भेटिनु भएको छ। उहाँ कहाँ हुनुहुन्छ, कता हुनुहुन्छ भन्ने उहाँलाई केही पनि थाहा छैन, किनभने उहाँको अलि मानसिक पनि उहाँ सन्तुलन उहाँको गुमाउनु भएको जस्तो उहाँ देखिनु भएको छ। उहाँ दाइलाई भेट्यो भनेर हामीलाई युवराजजीले खबर गर्नुभएको छ। हाम्रो समाजसेवी उहाँ पनि पछिल्लो समय समाजसेवामा खटिनु भएको छ। यस्ता दुःख पीडामा परेका थुप्रै नेपाली दाजुभाइहरूको उद्धार गर्नुहुन्छ। र यसै गरी हामी लुधियानाबाट समाजसेवी विकास साउद र म यहाँ उपस्थित भएका छौँ। हामी दाइ हजुरको नाम के हो? मेरो राजकुमार हो। नेपाल घर कुन ठाउँ? मङ्गलबारे हो। हजुर, मङ्गलबारे। मङ्गलबारी भन्ने कहाँ पर्छ यो? तपाईँको मोरङ मङ्गलबारे। मोरङमा। यहाँ तपाईँ कहाँ काम गर्नुहुन्थ्यो त नि? यहाँ भनेको सानोतिनो यसो मिस्त्री गरिन्थ्यो। मिस्त्री गर्नुहुन्थ्यो? हो, त्यसबाट अब के भयो मलाई नै थाहा छैन होइन। अहिले तपाईँ कहाँ हुनुहुन्छ थाहा छ? अहिले मलाई के अरे के जस्तो मिस्टेक अलिकति छ फिल भइरहेछ होइन। हो, अब स्पेसली गरौँ होला, अलिकति गाह्रो। तपाईँको नाम घर कहाँ हो भन्ने त्यो थाहा छ नि? थाहा छ। घर देख्न सक्नुहुन्छ? आफ्नो घर चिन्नुहुन्छ? सक्यो। यहाँ तपाईँ कस्तो अवस्थामा अलपत्र पर्नुभयो त? अलपत्र भनेको जस्तो अहिले छिडिकमा अब कसैले मलाई कसरी फसाइरहेछ, के भएको छ, के गरेको छ मलाई नै थाहा छैन। मेरो जम्मा नाम भनेको एउटा हो। हजुर, तीनटा गरिएको छ, मलाई साह्रो छ होइन। कुनै बेलामा के भरिएर के कसो तपाईँको आमा बुवाको नाम के हो थाहा छ? थाहा छ। के हो बुवाको नाम? मेरो भनेको पहिलेको नाम मिलबहादुर धिमाल। बुवाको नाम? बुवाको नाम आमाको नाम? पोटुका धिमाल। आमा बुवा कहाँ हुनुहुन्छ? बित्नु भयो पहिले नै। बित्नुभयो। हुनुहुन्न अहिले? हुनुहुन्न। तपाईँ यहाँ कहाँ काम गर्नुहुन्थ्यो त नि? यहाँ पहिले हामी चाहिँ यहाँ चाहिँ होइन, यहाँ चाहिँ सानोतिनो लेबर काम गर्थ्यौँ। पछाडि बनेपामा, त्यस पछाडि चाबेलमा, त्यसै गरेर कता गइयो, दुःख सुख गऱ्यो। अहिले कहाँ हुनुहुन्छ भने तपाईँलाई थाहा छ? अहिले थाहा छ, मलाई अहिले छिडिकमा परेको छ। एउटा कुनै ठुलो केस हालेको छ होइन। हो, अहिले भर्खरै अलि अब अप्ठ्यारो छ मलाई। ठुलो केस पऱ्यो भनेपछि अब कस्तो ठुलो हो मलाई पनि थाहा छैन। सर नमस्कार। नमस्कार सर। हजुरले उहाँ भेटिनु भयो भनेर खबर गर्नुभयो होइन? हजुर सर। कस्तो अवस्थामा के भन्ने अब उहाँको विषयमा के भन्नु? उहाँको विषयमा मलाई के त्यसको पनि जानकारी भएन। मलाई एकजना भाइले यहाँ फोन आयो, यहाँ यसरी नेपाली भेटेको छ, आउनु पर्यो, हाम्रो बोली बुझिँदैन भनेर चाहिँ भन्नुभएको थियो। अनि म आएर हेर्दाखेरि उहाँ बसिरहनु भएको थियो। मैले सोधेँ घर कहाँ हो भन्दाखेरि उहाँले भनेको मेरो मङ्गलबारे हो घर भन्नुभयो। अनिदेखि यहाँ कहाँ के गर्नुहुन्छ भन्दाखेरि म लुधियाना काम गर्थेँ भन्नुभयो। तर उहाँसँग टिकट छ अहिले जोगमुनिबाट कटिहारबाट सिधै जलन्धरको टिकट काटेर आउनु भएको छ। अनि जो यहाँ साथीहरूले भनेअनुसार चाहिँ यहाँ रोडमा कहाँ लड्नु भएको थियो अरे। लडेर बिहोस हुनुभएको थियो अरे। बिहोस भएको अवस्थामा चाहिँ यहाँ साथीहरूले, यहाँ भाइहरूले सबले भेटाएर अनि उहाँलाई उठाएछन्, पानी सानी खुवाइवरी गरेर यहाँ ल्याएर राखेको रहेछ। मलाई अहिले बिहान फोन आयो। फोन आउँदाखेरि गएको थिएँ, तपाईँलाई मैले फोन गरेर यहाँ आएर अनि उहाँलाई मैले अहिले यहीँ नै भेटाएको हामीले भर्खरै। ल ठिक छ। ल तपाईँ उहाँको जिम्मामा हुनुहुन्छ होइन दाइ? उहाँले तपाईँलाई राख्नुहुन्छ। अब तपाईँको मान्छे सम्पर्कमा आउनुभयो भने उहाँले तपाईँलाई जिम्मा यहाँ को हुनुहुन्छ तपाईँको यहाँ लुधियाना? अहिले यहीँ छ चौकी। हजुर, चौकी श्रीमती अहिले यहीँ। चौकीमा के गरेर जानुभयो चौकीमा? अहिले दुइटा हामीलाई भर्खरै भेट भयो। दुईजनालाई यहाँ सोधपुछ हुँदैछ। राज कसरी तीनटा भयो? राजकुमार दुइटा हो। रातै एउटै कमसेकम टेकलमा दुइटा जान्छ नि त। तपाईँको श्रीमती पनि यहीँ हुनुहुन्छ? हजुर। यहाँ कुन ठाउँ हुनुहुन्छ? यहाँ नजिकै होला। हो, हेर्नुहोस् त उहाँले यसो पुरै घाउ पनि बनाउनु भएको छ। अलिक मानसिक पनि त्यस्तै हुनुहुन्छ। घाउ अलिकति मलाई लाग्छ यो अलिक मानसिक टेन्सन हुन्छ कि मतलब हल्का नि मतलब कल ये है ना पुल के ऊपर से 15 फुट ऊपर से गिरा है। आधा घंटा बेहोश रहा नीचे। तो फिर एम्बुलेंस। अब यहीं के? हाँ, मैं गुराया से। आपका नाम? मेरा विनोद कुमार। तो मैंने फिर एम्बुलेंस बुलाई तुरंत, यानी कि फ्लोर से आनी थी 15-20 किलोमीटर से आई। जब तक ये उठ गया, उठते जैसे इसका यानी कि मानसिक जैसे हो गया, यानी कि पागलपन सा आ गया। तो साइकिल उठाया यूँ घुमाने लगा, फेंक दिया। फिर वो रोडे उठा लिए, पत्थर जैसे मारने के लिए ऐसे करने लग गया। उहाँ यस्तो अवस्थामा हुनुहुन्छ? तब से यहीं घूम रहा है कल से।
तपाईँ उहाँको सम्पर्कमा कोही हुनुहुन्छ, उहाँलाई चिन्नुहुन्छ भने यहाँ हामीले उहाँको सरको नम्बर राखिदिएका छौँ होइन, उहाँलाई सम्पर्क गरेर तपाईँ यहाँ उहाँलाई लिन सक्नुहुन्छ। हाम्रो विकास साउन्द र हाम्रो युवराजजीको नम्बर यहाँ छोडिदिएका छौँ। विकासजी के भन्न चाहनुहुन्छ हेर्नुहोस् त, उहाँ यस्तो अवस्थामा हुनुहुन्छ। सबै कुराहरू उहाँको बुझ्यो होइन, हालत पनि त्यस्तै छ। उहाँले कति बेला के भनिराख्नु भएको छ, कति बेला के भनिराख्नु भएको छ, दिमाग उहाँको सही छैन। कति बेला म इन्डियामा छु भनिरहेछन्, कति बेला नेपालमा छु, कति बेला मेरो बुढी चौकीमा छ भन्छ। चौकी पनि है यो कम्पनीलाई देखाइरहेछन् होइन। त्यही भएर जो पनि हुन्छ यहाँको होइन भिडियोलाई सेयर गरेर सबै आफन्तजनहरू हाम्रो सम्पर्कमा आउनु होला। हामी युवराजजीको उहाँ छोडेर जाँदैछौँ यहाँलाई, अनि हामीले नेपाल पनि पठाइदिन्छौँ होइन। टिकट सिकट गरेर त्यो एक्लै पठाउन हल्का डर पनि छ, भोलि दिन कतै बाटोमा हरायो होइन, पहिचान खुलेको छैन कुन ठाउँमा हुने। त्यही भएर आफन्तजनहरू आउनु होला, सम्पर्कमा आउनु होला। भिडियोलाई धेरैभन्दा धेरै सेयर गर्नु होला। धन्यवाद। ल दाइ, यहाँ युवराजजीसँग बस्नु होला है। युवराजसँग बस्नु होला होइन। हामी चाहिँ केही छैन, केही भयो भने केही छैन। अरू अब पैसा त्यसरी सैसा चाहिन्छ भने पनि हामीले खानासाना खिलाइदिन्छ। हाम्रै साथी हुन्, यताउता नजानु होला। नजानु होला। बरु नेपालको लागि पनि भाडा हालिदिउँला हामी। तपाईँ नेपालमा तपाईँको हुनुहुन्छ, आफन्तले भारतमा कसैले हुनुहुन्छ यो होइन। हाम्रो मान्छे हुन् भनेपछि सम्पर्कमा आउनु भयो भने तपाईँलाई नेपाल पनि पठाए। नेपालमा को हुनुहुन्छ तपाईँको? मेरो श्रीमती र म मात्रै हो। अनि 2टा छोरा, एउटा छोरी। छोराछोरी कत्रा छन्? एउटा 27-28 छ, ए नाम के हो छोराको? एउटा तपाईँको अर्जुन तिमाल, एउटा तपाईँको छोरीको नाम करुणा, अनि तपाईँको नाम के भन्नुभयो? मेरो राजकुमार। राजकुमार के? खास चाहिँ दिमाग। उहाँको छोराछोरीलाई पनि हामी राजकुमार सम्पर्कमा आइदिनु दिमाग। हुन हार्दिक अनुरोध गर्दछौँ। साँच्चीकै तपाईँको छोराछोरी छन्? उहाँले छन् सबै भनिराख्नु भएको छ। अब उहाँको अवस्था बुझ्दा त कतिखेर सही पनि हुनुहुन्छ होइन, तर कतिखेर अब खै विश्वास पनि लाग्दैन।